कतिजना मरिदियो नि मान्छे यहीँ म हाम्रो च्यानललाई सब्सक्राइब गरिदेऊ भन्न चाहन्छु लाइक अनि लाइक पनि गरिदेऊ भन्नु मलाई ब्रेक सुनि सकिरह्यो कि ह्याप्पी न्यू इयर सबैजनालाई नयाँ वर्षको शुभकामना। बाइक चलाउँदा चलाउँदा अल्छी लाएर रातमाटेमा आएर बसेको बबाल भ्यू रहेछ हाम्रो खाजा चाउचाउ बेरेर चाउचाउ फोरेर फ्रुटी खाइयो त्यसपछि केही छ भन्नु तँलाई केही छैन किन नबोले हाइराजो खाना मात्रै त खाना मात्रै जन्मे हो यो भ्यू ओपीवाला भ्यू छ क्या यो चाहिँ हाम्रो साथीले हामीले बाटोमा भेटेको थियौँ ऊ चाहिँ निस्किँदैछ अब रातमाटेमा एकछिन बसेको थियौँ यसो फ्रेस हुनलाई जनकपुरको नाम के हो नन्दु के नन्दु साहनी ब्रोलाई बाटोमा भेट भएर अब चाहिँ छुट्टिने बेला भयो यस जति टाइम बितायो एकदम बेटर थियो सी है त सम्झना लागेको थियो ल ह्याप्पी न्यू इयर हामी क्या बबाल ठाउँ रहेछ क्या यो झोलुङ्गे पुल चट्ट सुनकोशी नदी होइन यसो यो लोकेसनमा बसेर फोटोसोटो हानिदिउँ तपाईँहरूलाई पनि देखाऊँ भनेर लोकेसन 1 नम्बर हामी दोस्रो नम्बर बालुवा पनि सही रहेछ क्या यतातिर त बालुवा उठाउनु नै आउँदो रहेछ है सिन्धुपाल्चोकको खोला यस्तो बालुवा कहाँ थुप्रेर बस्छ यो त माटो हो पुरै के भन्नु यहाँ फोटो परेन हो त्यहाँ जानु त्यो बिचा हो त्यहाँबाट कता जान्छ जाने भने यो हिला चिप्लेर मेरो ढाड खुसिहाल्छ नि यार मेरो कहिलो हड्डी खतरा फड्किदिन्छु र त मिस्टर नेपाल बन्ने गरी फड्किदिन्छु म त्यहाँ जा होइन कति राम्रो लगेर यहाँ चस्मा देखा त एउटा ढुङ्गा देखियो एउटा ढुङ्गाको चाहिँ फटाइदिएर जानु पर्दैन ढुङ्गा चाहिँ कहाँ यहाँबाट गाउँलेसँग ढुङ्गा माग्नु पर्ला गाउँलेसित चाहिँ के गाउँले अब हामी आयो भने बनाइदिने हो र पानी पनि क्या स्लो मसना बगिरहेको छ क्या है त्यहाँ चाहिँ कहाँ हो रे त्यहीँ नजिकै यति सजिलो रह अनि यता हेर त के भन्नु चाहन्छु भने त्यहाँबाट भनिदे कसैको लागि म हाम्रो च्यानललाई सब्सक्राइब गरिदेऊ भन्न चाहन्छु लाइक अनि लाइक पनि गरिदेऊ भन्न चाहन्छु जतिसक्दो सेयर गरिदिनु भन्ने चाहन्छु हाम्रो यो सुरुवात हो हाम्रो यो सुरुवात हो पहिलो हो हामीलाई सपोर्ट गरिदिनु होला नजा हामी कति कुरा सिक्नै बाँकी छ हाम्रो सुरुको भ्लग भनेको चाहिँ काठमाडौँबाट खोटाङसम्म कसरी गइन्छ कस्तो बाटो छ होइन कतिसम्म हामीले रमाइलो गर्न सकिन्छ त्यो हामी तपाईँहरूलाई सबै देखाउनेछौँ भरपूर्ण मजा दिनेछौँ होइन हाम्रो यो चाहिँ अब हामी अब यहाँबाट चाहिँ के अरे फिकल गाउँपालिका हामी अलिकति अगाडि गएपछि फिकल हामी पुग्छौँ हामी यो म चाहिँ यहाँभन्दा पहिला नै गइसकेको थिएँ बाटो चाहिँ अहिलेसम्म अब कसैलाई पनि सोध्नुपर्ने जस्तो लाग्दैन मलाई चाहिँ बाटो याद छ मलाई म पहिला यहाँ त्यो के नेटवर्कको काम गर्नको लागि चाहिँ फिकल आएको थिएँ सिन्धुली त्यो बेला थाहा पाएको तर म पहिला नि लकडाउनको बेलामा आएको यहीँ हो लकडाउनको बेलामा लकडाउनको बेला आएर चाहिँ म लगभग 1 महिना जति चाहिँ म माथि बसेको थिएँ क्या फिकल गाउँपालिकामा चाहिँ नेटहरूको लागि काम गर्नको लागि
त्यो बेला हामी खोटाङ पनि पुगेको थियौँ एकदम रमाइलो छ गाइस है सबैजना आउनु होला घुम्नलाई अनि भोलि के हो सबैजनालाई विश गरिदेऊ भोलि ल सबैजनालाई ह्याप्पी न्यू इयर विथ मलाई पनि सुरञ्जन आचार्यलाई पनि होइन यही नै हो ल हामी यहाँ फेरि ब्रेक लिएको कि एकछिन कति बज्यो पहिला यसकोमा आफ्नो घडी नभएर पनि घडी एउटा नकिने भन 12:43 भएछ होइन 12:43 भयो चिसो खान लागेको चिसो यहाँ हेरौँ न चिसोमा आइसै बनिरहेको छ क्या त्यो चाहिँ के अरे गोलन्जर गाउँपालिका जस्तो लाग्छ मलाई फारीपट्टि त्यो देखेको डाँडो चाहिँ फिकल हो होइन त्यो चाहिँ गोलन्जर गाउँपालिकाको यो चाहिँ अब होइन एकदम कृषि योग्य जमिन हो यो चाहिँ यहाँको यहाँ चाहिँ म पहिला यहाँ यही होटेलमा चाहिँ म पहिला चाहिँ यो एकदम यहाँ म लगभग 15-20 दिन जति चाहिँ यहाँ वेट गरेको थिएँ यहाँ बसेको थिएँ म कामको सिलसिलामा लकडाउन थियो ऊ चाहिँ उहाँको दारू खान लाग्छ दोस्त होइन मैले नखा भन्दा होइन त्यो होइन बारे यो आइसहरूलाई मिसाल खान लाग्यो दोस्त होइन अब गिलास त्यतै थाहा हुन्छ यो कतिसम्मको चाहिँ फटा मान्छे छ भन्ने कुरो हेर्नुहोस् गाई त्यसलाई राम्रोसँग हेर्नुहोस् नदेखा न त्यो युट्युबमा हाल्दाखेरि ऊ हुन्छ के अब कस्तो गर्ने गाई यसले खाएकै हो यसले रक्सी नै खाएको हो यो रक्सी नै हो ल लक्ष्य नै खाएको अब के गर्ने त ल है गाई चाउनु होला एकदम रमाइलो ठाउँ छ यो चाहिँ कोशी नदी हो साजा खाइयो यहाँ बसेर त्यसपछि अब निस्किनुपर्छ 1:30 हुन लागिसक्यो यो मकालु होटेल एन्ड लजमा बसेर खाजा खाएर अब चाहिँ निस्केको होटेल एन्ड लज गोलन्जोर 1 चकुटार बेसी सिन्धुली रे तपाईँहरू पनि आएर यहाँनिर बस्न सक्नुहुन्छ खाजा खानलाई जस ठाउँ चाहिँ चिल छ बस्नलाई बबाल छ टक्क डाँडा काँडा बाटो सबै अफरोडिङ सुरु भयो हाम्रो वाटर क्रसिङ आयो वाटर क्रसिङ बस्ने कुरा हो बस्दिनमा त भनेर बसिहालेको ओखलढुङ्गाको मिटेरी भन्ज्याङ त लेखाएको छ नि त्यहाँ होइन त्यही त हो नि यहाँनिर लेखाएको छ क्या यहाँ मिटेरी भन्ज्याङ के छ तेरो स्थिति अहिले यहाँसम्म आइपुग्दा के छ राइडरको भनाइ प्रस्तुति एकदम गुड साई गर्दै फेरि जाने हो के छ त
कस्तो बवाल देख्छ ठुलो माइका लस्सी दामी हो मैले चेसै नगरी सकिन लागिसक्यो चेस गर चेस लस्सी 1 नम्बर अहिले तरकारी मगाएको छौँ त्यो पनि आउँछ होइन ठिक छ अगाडिको भ्यू त्यसपछि लस्सी अनि चिसो हावा यहाँभन्दा बढी के चाहियो जिन्दगीमा घुम्न पाएको छ यसै गरी लस्सी खानु पाएको छ यति शीतल हावा हाम्रो तरकारी अनि समोसा योलाई भोकलाई चाहिँ दमादम दिनु लगाइरहेको आज हामी चाहिँ यहाँबाट दिक्तेल जाँदैछौँ हाम्रो रुम ह्याप्पी न्यू इयर हैन ह्याप्पी न्यू इयर सबैजनालाई नयाँ वर्षको शुभकामना यो नयाँ वर्षले सबैजनालाई नयाँ रङ लिएर आओस् नयाँ के भन्छ त्यसलाई उमङ्ग लिएर आओस् अनि साल फेरिए पनि मन नफेरियोस् है सबैजनाको तपाईहरुको त्यो स्वस्थ सफा मन त्यस्तै रहिराखोस् साल बदलिए पनि क्यालेन्डर बदलिए पनि तपाईहरुको मन चाहिँ जस्ताको तस्तै रहोस् मलाई माया गर्ने मन सधैँ यसरी नै माया गर्दै गर्नु होला जो च्यानलमा नयाँ आउनु भएको छ सब्स्क्राइब गरिदिनु लाइक गरिदिनु भर्खरै युट्युब च्यानल सुरु गरेको छौं सपोर्ट गरिदिनु होला हजुरहरुले सपोर्ट गर्नुभयो भनेदेखि मलाई पनि खुसी लाग्छ हजुरहरुलाई पनि खुसी लाग्छ अब अगाडि मेरो नयाँ नयाँ कन्टेन्टहरु हेर्नलाई थ्यांक यू भेरी दिदी सन्चै हुनुहुन्छ म 20-25 हिजो यहाँबाट यो किनेर लिएर गयो भने त हामीले
यहीँ आउनु भन्नुभएको थियो, यहीँ आएको अनि 10-20 सामान पूजा सामान लिनलाई। छैन दिदी 30 रुपैयाँ मात्रै छ कसरी यो पूजा सामानहरू? पूजाको सामान 200 ले दिएको है 150 200 150 त्यही रेट बुझ्नु भएको होला त्यस्तै छ 150 चाहिँ कुन होला? यो 150 को पनि हुन्छ 250 को पनि हुन्छ यो निकाल्नु पर्छ त्यस्तो नरिवल निकाल्नुपर्छ। त्यो निकालेपछि सक्छ यसलाई चाहिँ कति हो यसलाई चाहिँ? अहिले 250 मेरो मैले 200 ले लानु हो उहाँले 200 लानु हामी दाजुभाइले एउटा भइहाल्छ। लानुहोस् यहाँ चाहिँ भगवान शिवले तपस्या गरेर कतापट्टि? यतापट्टि? हजुर यहाँबाट जाने यताबाट जाने? हजुर ए यहाँ अनि चाहिँ तपाईँहरूको हात गोडा खुट्टा दुख्छ भने छुवाएर जाने एक धार्मिक आस्था छ ए ठिक छ। तिम्रो नाम? मेरो नाम सुनिल परियार सुनिल परिया। हजुर अल द बेस्ट भाइ है त। थ्याङ्क यू। चाहिँ बसा गुफा जाने बाटोमा तल आइसकेपछिको सिनारियो यो चाहिँ सही लाग्छ क्या मलाई। यो के भन्दै थियो अघि त्यो भाइले, यसको नाम ध्वजा भनौँ न। अब त्यसको 5वटा कलरले 5वटा एलिमेन्ट्सको ऊ दर्शाउँछ। गरुड, बायाँ देउराली, यहाँ के छ ल हेर्नु। ककनी देवीले यहाँहरूको मनोकांक्षा पुरा गरौँ, गौमाता, दन्तेश्वर, बायाँ देउराली, मन्दिरको बाहिरी भाग, शिवजी, ककनी देवी, धुनस्थल, बायाँ देउराली, तपस्या स्थल, सिद्ध गणेश, पार्वती, हात्ती, नागस्थान। तेरो इनर्जी नै रहेछ हान्डीको चाहिँ आज यहाँ आएर थाहा पाइयो दोस्त। यसले एउटासँग पुग्न सकेन है। ल म पुग्छु आइज। ल त मेरो ज्यान जाला सकिनँ ल मैले। साथी मेरो मुटु बाहिर निक्ले आज हो। यो प्रयास नगर्दै हलेसी महादेवको यो बाहिरी क्षेत्र रे, यो बसा गुफा भन्ने ठाउँ, यो बसा गुफा भन्ने ठाउँ। अनि त्यसपछि त्यहाँबाट लेट्स गो। झोल तरकारी, समोसा खाने, त्यसपछि अब निस्किने होइन त।
के छ त हेलो गाइज हामी चाहिँ अब यहाँबाट निस्किन लागेको होटलबाट हलेसी दर्शन गरियो त्यसपछि हलेसी दर्शन गरेर केही खानेको नास्ता खायौँ हामीले झोल तरकारी अनि समोसा तर लास्ट मोमो रह्यो जति पनि नयाँ आउनु भएको छ लाइक गरिदिनु सेयर गरिदिनु सब्सक्राइब गरिदिनु कमेन्ट ओके बाई बाई